अनावश्यक रौँलाई पर्मानेन्टली हटाउने लेजर हेयर रिडक्सन ट्रिटमेन्ट यो के हो र यसले कसरी रौँ हट्छ, कति पटक गर्नुपर्छ, सेसन सकिएपछि फेरि रौँ आउँछ कि आउँदैन र यसको केही साइड इफेक्ट हुन्छ कि हुँदैन। नमस्ते, म डाक्टर राजन बाबु तज्या, कन्सल्टेन्ट डर्माटोलोजिस्ट। लेजर हेयर रिमुभल भनेको लेजर मेसिनले गर्ने एक किसिमको ट्रिटमेन्ट हो जसमा एक किसिमको फिक्स वेभलेन्थ भएको लाइट जसलाई लेजर भनिन्छ, यसले कपालको जरामा गई त्यसको मेलानिनलाई एब्जर्ब गरी त्यसलाई पूर्ण रूपमा डिस्ट्रोय गरिन्छ, जसको कारणले यो फेरि पलाउन सक्दैन। यसको फिक्स वेभलेन्थले वरिपरिको कहीलाई पनि असर नगर्ने भएकोले खासै यसको साइड इफेक्ट भने केही पनि हुँदैन। यो कति पटक गर्नुपर्छ त? यो तपाईँको जिन्समा, तपाईँमा प्रयोग भएको मसिनमा र तपाईँलाई लेजर गर्ने मान्छेको हातमा भर पर्छ। जिन्स भन्नाले तपाईँको ड्राई लिम्बू जस्तो जिन्सहरूको मान्छेले जसको हेयर अलिकति कम हुन्छ उनीहरूलाई अलिक सेसन कम लाग्छ भने बाहुन क्षेत्रीहरू जसको हेयर अलिकति बढी हुन्छ उनीहरूलाई अलिकति बढी सेसन लाग्छ। लगभग 5 देखि 10 सेसन भने सबैलाई लाग्न सक्छ। यो सेसन्सको बिचमा कति ग्याप चाहिन्छ भन्दाखेरि यो तपाईँको जिन्स र मसिनमा भर पर्छ। लगभग 4 देखि 6 हप्ताको ग्यापमा नर्मली सेसन्सहरू गर्ने गरिन्छ। यो सेसन्सहरू सकिसकेपछि फेरि रौँ आउँछ कि आउँदैन त? हुन त यो पर्मानेन्ट हेयर रिडक्सन हो, तैपनि सेसन सकिसकेपछि लिभिङ टिस्यु भएको र फाटोफुटो केही भागमा रौँ आउन सक्छ। त्यसको लागि हल्का टचअप सेसन वर्षमा 1-2 चोटि भने गर्नुपर्ने हुन्छ। यसको साइड इफेक्ट्सहरू के हुन सक्छ त? यसको लङ टर्म साइड इफेक्ट्स भन्ने खासै केही पनि हुँदैन, तर इमिडिएट साइड इफेक्ट्सबाट बच्नलाई चाहिँ हामी पहिले प्याच टेस्ट गरेका हुन्छौँ। त्यसैले साइड इफेक्टको डर मान्नु भन्ने पर्दैन। पर्मानेन्ट लेजर हेयर रिडक्सन ट्रिटमेन्ट धेरैले रुचाएको ट्रिटमेन्ट हो, धेरैले गर्न खोजेको ट्रिटमेन्ट हो। त्यसैले दक्ष अनुभवी डर्मेटोलोजिस्टको सुपरभिजनमा अथेन्टिक मसिनको प्रयोगबाट यो ट्रिटमेन्ट गर्दा तपाईँले चाहेको रिजल्ट सजिलै पाउन सक्नुहुन्छ र साइड इफेक्टको डर पनि लिनु पर्दैन।